नमस्कार सम्पूर्ण। नारायण गोपाल नेपालको सबैभन्दा महान गायक हुनुहुन्थ्यो। उहाँलाई स्वर सम्राट पनि भनेर चिनिन्थ्यो। उहाँको जन्म 1996 असोज 18 गते काठमाडौँमा भएको थियो। उहाँलाई सानैदेखि सङ्गीत गाउन धेरै रुचि थियो। उहाँको घर परिवारले पनि उहाँलाई सङ्गीत गाउन धेरै प्रेरणा दिन्थ्यो। नारायण गोपाल सानै उमेरदेखि नै सङ्गीत गाउन र नयाँ गीत निर्माण गर्न धेरै मन पराउनुहुन्थ्यो। उहाँले भारतको लखनऊबाट शास्त्रीय सङ्गीत सिक्नुभयो। उहाँले नेपाली सङ्गीतमा धेरै अमूल्य गीत गाउनुभयो, जस्तै एउटा मान्छेको माया कति, मलाई नसोधा कहाँ दुख्छ घाउ, केही मिठो बात गर जस्ता अमूल्य गीत गाउनुभयो। उहाँको शैलीले धेरै मानिसहरूको मन जित्यो। उहाँका शब्दहरू मिठा हुन्थे र उहाँका गीतमा माया, दुःख, आशा र जीवनका भावनाहरू झल्किन्छन्। नारायण गोपालले गीत मात्र गाउनु भएन, उहाँले नेपाली सङ्गीतलाई नयाँ उचाइमा पुर्याउने काम गर्नुभयो। उहाँको गायन शैली धेरै फरक थियो, त्यसैले उहाँलाई सबैले सम्मान गर्थे। उहाँको विवाह प्रेमला लामासँग भएको थियो। उहाँको परिवारले उहाँलाई सधैँ साथ दिएको थियो र प्रेमलाले पनि उहाँलाई साथ दिनुभएको थियो। जीवनमा धेरै सफलता पाए पनि उहाँको स्वास्थ्य समस्याले छोडेन। त्यसपछि उहाँ बिरामी हुनुभयो र विक्रम सम्वत 2047 मङ्सिर 19 गते उहाँको निधन भयो। आज पनि नारायण गोपाल नेपाली साहित्यका एक अमर गायक हुनुहुन्छ। उहाँका गीतहरू रेडियो, टेलिभिजन र कार्यक्रममा अझै पनि बजिरहन्छन्। नारायण गोपालको जीवनबाट सिक्नुपर्ने कुरा के हो भने, मिहिनेत, लगन र प्रतिभाले मानिसलाई सबैभन्दा माथिल्लो स्थानमा पुर्याउने काम गर्छ भन्ने कुरा हो। हस्त, धन्यवाद, नमस्कार।